नमस्ते एभ्रिवान, के छ सबैजना सम्झामा गुड मर्निङ सबैजनालाई। हामी चाहिँ अब भ्लग 3 दिन हामी चाहिँ भ्लग हाल्छौँ होइन, त्यही हो। हामी चाहिँ आज भाइ छ, हेलो भाइ, म त यसो बाहिरतिर घुम्दिउँ भनेर हिँडेको। कति जाने भाइ आज हामी? आज पिकनिक चाहिँ कति जाने हो? लेफ्ट साइड सरनकोट अलिक टाढा हुन्छ। हामी यता गौरीघाटतिर चाहिँ फुलफुले खान्छौँ बबाल, त्यहाँ जानु लाग्यो। सबै देखाउँछ, मेरो नबिर्सिनु र च्यानललाई सब्सक्राइब गरिदिनु है त। गाइस हामी चाहिँ यहाँनिर गौरीघाट जाने भनेको थियौँ नि त, हामी फाइनली गौरीघाटतिर आइसक्यौँ। भाइरल प्यालेस चाहिँ यो रहेछ, फुल फुलेको के हो मा, यस्तो यस्तो छ फुल फुला भइया फुलहरू फुलेको ट्याक्क भाइरल भएको यही ठाउँ यही रहेछ। बसिन्छ ठाउँ ल दामी रहेछ ठाउँ चाहिँ, तर ट्याक्क लेकको भ्यू हेर्दै होइन, चर्र पारामा यसरी चिलमा लेक हेर्दै यहाँ भक्क खस्यो भने त के होला चाहेका छन्। फुल फुलेको यही रहेछ, उयो फुलै नदेखिरहेको कस्तो देख्नु भेजा, मान्छेहरू अलिअलि भिड रहेछ, भिड रहेछ। एकछिन हामफाले ट्राई गर, हामफाले ट्राई गर, दाइको अगाडि भाइले दिन्छ भनेको हिरो पनि त्यहाँ छ दाइको अगाडि भाइ अहिले देखाउनु न क्या फाल्टो। तर फोहोर यस्तो, यो फोहोर चाहिँ भएन कि फोहोर कस्तो फाल्यो हो नि त। नेपाल सरकारले यसप्रति ध्यान आकर्षण गर्नुपर्छ क्या। अङ्कैमा यस्तो भएन कि ताल त दामी छ होइन, फोहोर चाहिँ बिल्कुलै भएन क्या यसरी फोहोर फालेर व्यवस्थित हिसाबले। हेलो हेलो हेलो। ओके, हामी चाहिँ यतातिर अब डुङ्गासुङ्गा चढ्नु पर्ने हुन्छ। हामी त कति चढ्ने हो र है, कति हिँड्ने डुङ्गा यतै हिँड्नै झेउ लाग्छ। यता मान्छे फुल फुलेको है, खतै रहेछ ल ठाउँ चाहिँ। अब भाइ हामी त कता चल्दैन नि, गौरीघाट त आइयो लामो जस्तो लम्बो के हो हामी त होइन क्या, हामी आइरहने मान्छेलाई यहाँलाई त त्यस्तो बालै हुन्न नि। नयाँ नयाँ मान्छेहरू ओहो दामी हो भन्ने हुन्छ नि त, त्यही भएर अब कति जाने भाइ हामी भन त, हामी कता जाने भन न। फुल नयाँ रहेछ कि भन हामी ड्याम साइड जाऊँ न त। ड्याम साइड भयो तल तिर्को है, त्यहाँनिर नि खतरा हुन्छ। अलिक दामी ठाउँमा जानु पायो हुन्छ कि। हामी चाहिँ अब ड्याम साइडतिर लाग्छौँ। ड्याम साइड त्यता तलतिर हो अरे, ड्याम साइड चल्दिने हो। त्यसपछि के हुन्छ त्यही ड्याम साइड गरेर देखाउँछौँ त। ओके, भरे राति सो हामी चाहिँ ड्याम साइड जाने भनेको यता पावर हाउसतिर पो आइयो यार। ए खतराकै ठाउँ चाहिँ तल आउट भाइ, तल जाने हो र हामी पो पढिनु गएको थियौँ होइन अस्ति, डेन्जर मजा आउने कि। भरे राति सोच यो सिडी जो तलदेखि होइन, जो दौडिँदै उक्लिन सक्छ नि, त्यो चाहिँ फिक्स लाउरे हुन्छ है। कस्तो दामी ठाउँ छ यहाँ तल, ठाउँ चाहिँ दामी छ। कस्तो सुनसान हो र अहिले, हुन त दिउँसोतिर आउला न हो, साँझतिर यो घाममा को आउँछ होइन हामी त्यस्तो हुनुपर्थ्यो। ओ त्यहाँ तल पनि त्यहाँबाट झन् ठाडै दामी चाहिँ हिँड्छ कि भाइ। अब त हामी चाहिँ पावर हाउसमा आएको छौँ। तालबाट पानी त यत्रो झऱ्यामा डेन्जर आउला हानेको फुलेको फुल ओइलेर जान्छ। फेरि कहिले गाइन्छ कि हामीले, फेरि तलबाट दौडिँदै उक्लिन सक्यो भने फिक्स लाउरे हो बाटो यस्तो है। कहाँ ए उतातिर कस्तो दामी हो बाटो पनि, हिँड्ने बाटो सर्रको होइन, ट्याक्क दामी नै तर होइन। यहाँबाट तल, यहाँ तल गयौ न तिमी, गएनौ? यहाँ कस्तो हो भाइ हेर न, देख्यौ कि यहाँबाट, यहाँबाट दिन्छ ठाडो हो कि तिमी हेर सबै पर्छौ खतरा यहाँबाट। हामी त कतिचोटि आमा दिन्छु ठाडो हो यहाँ बाटो, तर यार यहाँबाट पावर हाउस त्यही हो तल। ए उक्लिँदा भेजा हुन्छ भाइ घाममा यार, भित्र जानु पाएन कि हामी उता त्यतातिर गएर चिलमा पार्टी सार्टी हान्न त्यतातिर खतरा हुन्छ। अस्ति नाथेको एकचोटि, फेरि आउने भनेको के अरे अर्को दाइ त्यो वहाँ पारि पुलमा
पुलमै जाउँ पुल चाहिँ खतरा खाके दामी देखिन्छ उता हिलामाराङको पुल त तिम्रो होला नि दाइ कहाँ हिँड्न उता दामचोकतिर म त गएँ भएको यो सिँढी चाहिँ उक्लिएर होइन ट्याक्क दौडी उक्लिनु सक्दैन लाउरे फिक्स हो त खोलातिर पौडी खेल्न जान बोल्पछि चाहिँ मजा आउँछ अलिक छुट्टी निभाइन्न केटाहरू ग्रुप नै भएन एक्लै आएर काम छैन यार खोला सानोदेखि यहाँ देखियो तर खतरा ठुलै हो क्या यो त तिम्रो त फेवातालबाट आएको पानीहरू नखा क्या यसमै अब हामी चाहिँ फेरि धेरै लामो हाल्न पनि भएन होइन अहिले काट्दा दिमाग खराब मिडिट गर्दा चाहिँ हुन्छ त्यही भएर हामी फेरि मासतिर उक्लिदिएको कति जान्छ नि भाइ हामी टाइमहरू त कति भयो 10 लाग्छ 5:09 भयो 5:10 भएछ अब हामी चाहिँ फेरि ठाउँ चाहिँ हामी एकै छाड्छौँ के माया दिनै हाल्छौँ अब ल कहिले साइकलमा हिँडेर कहिले स्कुटरमा हिँडेर कहिले केमा हिँडेर कहिले पैदल यात्रा हामी हाल्न त हालिन्छ भ्लग दिउँ के त थकै लाग्ने हिँड्दाखेरि यसरी मेरो भा गर्मी हुने त्यही हो अब चाहिँ हामी कति जाने अब हामी कति जाने भाइ भन त होइन एउटा दुईवटा फोटोसुट हान्छौँ यहाँ फोटोसुट हान्छ झलुङ पुलतिर जानेहरू उता घुम्नुपर्छ उहाँ दोबिल्ला जानुपर्छ झलुङ पुल जान्छ है फोटोसुट हान्छौँ त्यसपछि फेरि अर्को ठाउँ कहाँ जाने हामी फेरि देखाउँछौँ फोटोसुट हान्न जाऊँ भयो अहिले है उता फोटो हान्ने ठाउँ छ अलिक राम्रै छ ठाउँ थकै लाग्छ क्या उहाँ 3 सास फुलिन्छ जिम हान त भाइ ल हेरौँ तिमी कति सक्छौ जिम हान्ने ठाउँ रहेछ हान्थ्यो भाइ ल जुनमा हाने हान न यसमा कुनमा हान्छ जुनमा हाने भाइले तर हानिदिन्छ ल म काउन्ट गर्छु 1 2 3 4 5 6 जम्मा छ भाइले ल हजुरको म त सक्दिनँ यार सो हामी फोटोसुट खिच्छौँ म हानेको त भ्लग गराउने होइन फोटोसुट खिच्ने हो त्यसपछि हामी फेरि निस्किन्छौँ यहाँबाट सो ठाउँ चाहिँ ती लाने ठाउँ चाहिँ शान्ति होइन खतरा खायो ल है त सो गाइज हामी चाहिँ हेर्न सकिन्छ यहाँनिर चाहिँ अब के भन्छ त लभली डाँडा के भन्छ यार त्यतिर आइसक्यौँ स्कुटर ट्याक यता ल्याएर होइन अब के भन्ने खै डुल्दा डुल्दामा आएको छौँ गर्मी भएर पसिनाले तना बनाएको यार यता डेटिङ सेटिङ बन्ने ठाउँ हो माया यहाँ कोही छैनन् खालि बिहान बिहान यस्तो घाममा टट्टिँदै आएर हामी यस्तो सुट्टा भेटिन्छ क्या भनेको त यहाँ के हो त नि यहाँ पार्टी रहेछ यहाँ पार्टी गर्दै गएछन् मान्छेहरूले फेरि शब्दखेरि यस्तो आउँछ भ्लग बनाउने मान्छेको यहाँ चाहिँ गुम्बा सुम्बा यताउता दामी देखिन्छ क्या तर यो गुम्बा भयो होइन शिव मन्दिर तर मोबाइल यस्तो फाटिन्छ कि गाह्रो छ नि त्यही भएर तर दामी देखिन्छ खतरा देखिने क्या होइन रातिमा झन् भाइ यस्तो बवाल देखिन्छ नि वहाँदेखि लाइट बल्दै आउँछ दामी देखिन्छ रोडहरू चाहिँ बवाल देखिन्छ त एयरपोर्ट झन् ऊ माथि सरङकोटदेखि रातिमा है यस्तो दामी देखिन्छ एयरपोर्ट जानु मलाई एकचोटि गएको फर्काइदिएको क्या हामीलाई यार थाइ के भन्नु जान्न लिएर कपेलेमा फर्काइदिरहेको के छ त्यहाँ के मऱ्यो र चिल गिद्ध सिद्ध घुमिरहेमा है ग्याङ फाइट हान्नु लाने क्या सिङ्गल आइज ग्याङ फाइट हो क्या त मणिपाल हस्पिटल चाहिँ उत्यो भइहाल्यो कहाँ लामो मैले त केही देखेँ होइन यार त्यही रहेछ त्यो भयो मणिपाल हस्पिटल स्ट्रेट हान्दिउँ क्या त्यही हो अब हामी चाहिँ फेरि फर्किनु पऱ्यो अरू त के भन्ने अब कहाँ जाने त अब हामी रुममा गइन्छ र हाम्रो भ्लग चाहिँ आज यतिसम्म हुन्छ जे जस्तो हुन्छ राम्रोसँग मिलाएर हाल्छौँ कि अब हेर्नु नबिर्सिनु होला हेरिदिनु होला सपोर्ट गरिदिनु होला है
अरू त के भन्ने उ त्यो पार्टीतिर जाने ठाउँ दामी जस्तो लाग्यो त्यता खतरा छ यार स्कुल जाने बाटो होइन क्या ल सबैजनाले टेक केयर आफ्नो ख्याल गर्नु है त के भन्ने अरू त आजको भ्लग चाहिँ यति नै हुनेछ सबैजनाले सपोर्ट गर्नु नबिर्सिनु ओके ल सबैजना राम्रोसँग बस्नु होला है त एकअर्कालाई माया सम्मान रेस्पेक्ट सबै ट्याक्क गर्ने त्यहाँ यताउता होइन है त ल